म बालेनलाई च्यालेन्ज गर्छु, हिम्मत छ भने संसद भवन भत्काएर देखाऊ, हिम्मत छ भने सिंहदरबार भत्काएर देखाऊ, हिम्मत छ भने रामशाह पथको सर्वोच्च अदालत भत्काएर देखाऊ, हिम्मत छ भने बालुवाटार र शीतल निवासको राष्ट्रपति भत्काऊ। यो नाजीवादको शैली काठमाडौँको मेयरको चल्दैन। हामी संघीय सरकारलाई आग्रह गर्न चाहन्छु, यो हाम्रो देश बहुभाषिक हो, बहुधार्मिक हो र हरेक तबकाको, हरेक नेपालीको एक ठाउँबाट अर्को ठाउँमा बस्ने, जाने, बोल्ने स्वतन्त्रता संविधानले गरेका छ मौलिक हकको तहत। यो त कस्तो देश भयो भने लथालिङ देशको भताभुङ चाला, जसले जहाँ सके त्यहीले खाला। यहाँ न्याय नहुने, न्याय मरेको देश हो कि मेयर कुन ताना सभेर निस्किया छ। मैले नेपालको अहिलेको परिस्थिति देखेर जर्मनीको हिटलर, इटलीको मुसेलिनी के नाजीवाद या फाँसीवादको यहाँ सुरुवात हुन खोजेको हो। लोकतन्त्रको नाउँमा, लोकतन्त्रमा जनताको आवाज, जनताको अधिकार, जनताको सुरक्षाको ग्यारेन्टी गरिएको हुन्छ, त्यसैको राज्यको स्थापना हुन्छ। हिजोसम्म बालन शाहको विरोध गर्ने, हिजोसम्म बालन शाहलाई सिंहदरबार जलाउन च्यालेन्ज दिने, सर्वोच्च अदालत जलाउन च्यालेन्ज दिने मान्छे आज 81 भगवान जस्तो भएको छ। जुन राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेद्वार, संसदीय दलको उम्मेद्वार बनेर अहिले बालन शाहको पक्षमा यसरी उभिनु भएको छ कि जो बालन शाह यदि प्रधानमन्त्री भएनन् भने आत्मदाह गर्न तयार छु भनेर भन्दै हुनुहुन्छ। साँच्चीकै बालन शाह यदि प्रधानमन्त्री भएनन् भने आत्मदाह गर्न सक्नुहुन्छ या